जय श्री राम साथीहरू र आज मिति 2082 साल वैशाख महिनाको 14 गते र आज चाहिँ आमाको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा म यो संसारको सबै आमालाई हार्दिक शुभकामना दिन चाहन्छु, साथै साथै प्रणाम पनि गर्न चाहन्छु। र उहाँ नै यो सृष्टिको जगत जननी हुनुहुन्छ के। जसरी हामी भन्छौँ नि धरतीमा, त हाम्रो माता एउटा धरतीमा पनि हुनुहुन्छ जसले यो सृष्टिको, यो धरतीको, यो पृथ्वीको निर्माण गर्नुभयो। र अर्को आमा चाहिँ हामीलाई जन्म दिने आमा। र यो सृष्टिमा नै तपाईँ हेर्नुहोस्, आमा जति मूल्यवान र प्रति जति माया हुन्छ त्यो तुलना हामी कसैसँग पनि गर्न सक्दैनौँ क्या। जसरी हामीहरू जुन पनि, जसरी हामी त मानव छौँ, मानव र अर्कातिर हामी जनावरमा पनि हेऱ्यो भने त्यहाँ पनि आमाको मूल्य त्यति नै छ के। अनि जुन पनि जनावरमा हेऱ्यो भने आमाको मूल्य त्यति नै छ। र त्यही भएर हामी मानव जातिको लागि नै एउटा आज विशेष दिन हो। र हामी के भन्छ, आमाको दिन, आमाको मुख हेर्ने दिन चाहिँ आमालाई पूजा गरेर अर्चना गरेर मनाउने गर्दछौँ। र खासमा चाहिँ यो दिन चाहिँ हामीहरू प्रत्येक आमाको लागि नै विशेष दिन हो। त्यही भएर फेरि म प्रत्येक आमालाई एकचोटि अझै ढो गर्दै र म एउटा दुईटा कुरा जोड्न चाहन्छु कि साथीहरू, आमा नै हुनुहुन्छ यो सृष्टिको रचयिता के। हामीहरू भन्छौँ नि भगवान हुनुहुन्छ जसले हामीलाई यो सृष्टि दिनुभयो। तर भगवान पनि के भन्छ नि, भगवान पनि अब सबै मानवलाई त एकैचोटि त्यो के भन्छ त्यति राम्ररी हेरचाह त गर्न नसकिएला। त्यही भएर भगवानले पनि आमाको सृजना गर्नुभयो के। भन्छ नि आमा बुवाको सृजना गर्नुभयो। र त्यसपछि यो हामीहरू प्रत्येक मानिसहरू, जसरी आमाले हामीलाई 9 महिना कोखमा राख्नुहुन्छ, गर्भमा राखेपछि त्यति दुःख कष्ट सहेपछि हाम्रो जन्म हुन्छ। र जन्म भएपछि पनि हामी धेरै के भन्छ मुस्किलले के, खासमा त यो म हुमेनमा हेर्छु कि आजकल त अलि बढी नै छ। तर जहिले पनि हुमेनलाई अलि बढी केयर चाहिन्छ के। जसरी हुमेनलाई अलि बढी केयर नै चाहिन्छ, त्यो केयर आमाले नै दिनुहुन्छ। र जुन पनि भाषामा तपाईँ हेर्नुहुन्छ, भाषामा पनि हिन्दी होस् या मैथिली होस् या नेपाली होस् या बाजिका होस् या भोजपुरी होस् या इङ्ग्लिस होस्, मदर्स इज एभ्रिथिङ सबमा तुलना गरिएको छ। या उर्दू होस् के, सब भाषामा नै आमाको दर्जा अलि माथि नै दिएको छ। र त्यही भएर आज विशेष दिन हो। र म चाहिँ जसले हामीलाई सिर्जना गर्नुभएको छ उहाँको बारेमा त म केही बोल्न सक्दैन पनि बढी, किनभने औकात पनि छैन नि। किनभने यो सृष्टिको कुनै पनि कविले आमाको बारेमा लेख्न सक्नुहुन्न के। कति लेख्न सक्नुहुन्छ, जति पनि लेख्यो भने कमै हुन्छ कि। उहाँको योगदान हाम्रो जीवनमा धेरै छ क्या, त्यो भन्न सकिँदैन क्या। त्यही भएर म अघि नै भने कि संसारको जुन पनि कविले त्यो लेख्न सक्दैन क्या। आमाको योगदान चाहिँ, आमाको माया शीर्षक त हुन्छ क्या, तर सबै कुरा त्योमा समेटिन सक्दैन क्या। र त्यही भएर एक दुई शब्दमा आज भने, जुन कि आमाको मुख हेर्ने दिन र मदर्स डेको दिन। र फेरि ह्याप्पी मदर्स डे भन्दै आजको यस भिडियोबाट यहीँ बिदा लिन चाहन्छु। र ह्याप्पी मदर्स डे, बाई बाई।